चाहिँ ठिकै रहेछ है। यतिको पैसाले चाहिँ यतिको रुम भनेको राम्रो। छाता ओए बिचमा जाँदा छाता नि ठिकै हो त। फ्रिजमा पानी मात्रै रहेछ। यो यहाँबाट चाहिँ के रहेछ त्यो खासै राम्रो भ्यू छैन यहाँबाट। टोइलेट बाथरुम राम्रो। ओके ठिक छ ठिक छ। ब्रेकफास्ट अप्सन है। ब्रेकफास्टमा के रहेछ त अब जुसहरू यहाँ राखिदिएको छ टन्न। यता भेजिटेबल फ्रुटहरू छ। ड्रिङ्क्सहरू यता अनि सुपहरू छ। यहाँ प्लेन चाहिँ कस्तो तलबाट गयो चाहिँ टिकट काउन्टर रहेछ होइन। यहाँ चाहिँ कफी ब्रेक के गर्ने छ गर्नु छ। यहाँ मेरो जग्गा चाहिँ यहाँ राखेको छु। मान्छेहरू अझै आउँदैछ। अनि यहाँबाट चाहिँ यसरी यहाँ चाहिँ समात्ने छ प्लेन भने चाहिँ फेरि के भन्छ अरे बोट स्पिड बोट यहाँबाट पिकअप गरिन्छ हामीले होइन। यहाँबाट लिएर जान्छ। अब कोथाउ जानेहरू छुट्टै। अनि हाम्रो चाहिँ त्यो 8-9वटा आइल्यान्ड छ त्यो सबै गयो। अनि मरिन पार्क भन्ने नेसनल पार्क चाहिँ यहाँको आइल्यान्ड त्यहाँ पनि जाँदैछौँ। अनि यसरी नै हो जाने। यहाँ वेटिङ गर्छ अनि कतिखेर अब लान्छ अब है त। म चाहिँ छोटो टी होइन यहाँ खाँदैछु। लेट्सी मेरो ह्याट यहाँ छ। मेरो ब्यागहरू यता अनि यो पनि दिन्छ है। यो भेरी इम्पोर्टेन्ट। यो चाहिँ टावेलहरू आफै ल्याउनु पर्दो रहेछ। होटलबाट ल्याउनु पाइन्छ त्यो चाहिँ। होटलमै लिन जान्छ गाडी। होटलबाटै लिएर आइन्छ है। पैसा चाहिँ मैले कति तिर्यो भने 1500 चाहिँ त्यो टिकट। अनि त्यसपछि यहाँ चाहिँ 300 रुपियाँ पे गर्नुपर्छ। त्यही हो त्यति हो। आज बेलुकी आइन्छ होला अब है। लाग्यो अब चप्पल चाहिँ यहाँ हाल्दो रहेछ। Bye bye. Bei mir gar nicht. Die Musik ist zu weit, so. Matteo? Ja.
थकायो. Just 5 minutes from down sea level. Ooh, this is the view, man. कस्तो दामी देखियो क्या. कागा गर्ने भन्थ्यो त्यो गरिन. वा कस्तो दामी भ्यू यार. कति धेरै हालेको रहेछ यार. तबस्ता चाहिँ एउटा दामी चिज देखेको फेरि डाइनोसरको हड्डी. यो कति वर्ष पुरानो पनि त्यसको ठोड यस्तो खतरा है. यो आइल्यान्ड हो नि त यो सबै. अनि यहाँ चाहिँ अनि के गरे पहिला त्यस्तै जनावर त हुन्थ्यो होला नि. नो नेटवर्क यहाँ केही छैन. न नेट चल्छ न के गरे टावर टिप्छ केही गर्दैन यहाँ. यसरी कस्तो दामी देखेको है. यो बवाल कस्तो मजा रहेछ यो. फार्म इलियन माथि हिँडेर अब हामी जाँदैछौँ लन्चको लागि. लन्च गरिन्छ त्यसपछि त्यहाँबाट फेरि माथि एउटा के गरे अङथङ मरिन पार्क भन्ने नेसनल पार्क छ त्यहाँ जानुपर्छ. त्यहाँ त झन् तर माथि 500 मिटर माथि हिँड्नुपर्छ. 500 त्यति हिँड्नुपर्छ. त्यो चाहिँ हाम्रो यो बिचको हाम्रो चाहिँ यस्तो ठाडो छ यो बाटो. अनि यहाँ चाहिँ चिप्लिन पनि सक्छ है फेरि. हेर न ठाडै हो कि यस्तरी. अब टक 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 अब तल हेर कहाँ छ. ओ माई गड. छुवाङ छ त होइन. अनि यस्तरी एकदम ध्यान दिएर झर्नुपर्छ. ध्यान दिएर झरेन भने त गयो. यस्तो राम्रो ठाउँ एउटा हातले समात्नै पर्छ यार. तर हल्लियो यार, मेरो खुट्टा हल्लियो यार. तर क्यामेरा त्यस्तो खतरा देखाएन होला. तर यो डेन्जर छ है यो. हेर त माथि कहाँ छ. त्यहाँ खुट्टा हालेर कराइरह. रोको फास्ट ठाउँ भएर यस्तो दामी ठाउँ छ. ल यो देखाउँछ है. This is our launch area, right? Yes. Thank you. ल मैले चाहिँ हाइकिङ स्टार्ट गरेँ. यहाँदेखि चाहिँ 500 मिटर माथि. धन्नै 30 मिनट जति लाग्छ होला माथि निस्किन. ओके किप गोइङ है त.
बाटो त्यस्तो दामी गराइदिएको कि यो वनमा पनि है तर हिँड्न चाहिँ सकिन्न। ओ फाइनली आधा भ्यू आयो है अझै माथि रहेछ है वर्थ इट यार यस्तो मिठो भ्यू यार ओ माय गॉड it's so beautiful oh my god this view ooh this one huh? How they made it yaar yesto dunga ma yaar ooh oh my god यस्तो दामी भ्यू यो ढुङ्गा कसरी गराइन् होला यार कसरी how they made it this one oh my god I'm fucking tired यार बहुत टायर्ड भइसक्यो नि आम्मा जति माथि आयो त्यति राम्रो भ्यू छ त यार